अन्त्यमा मैले मनोरञ्जनका लागि यसले कुनै शिक्षा दियो भने यो पनि चाहिँ संयोग मान्नु पर्दा एउटा कथा सुनाएर बिदा हुन चाहन्छु। एउटा गाउँमा चाहिँ यो भाषा सम्बन्धी समस्या आएछ। त्यहाँ बोल्ने भाषा चाहिँ नबुझिने खालको पर्यो कि मान्छेलाई केही काम गराउनु पर्यो, ल ऊ गर त भन्छ, केही ल्याउनु पर्यो, ल ऊ ल्याएर आइया त भन्छ, ल ऊ गर त भन्छ। यो ऊ भने के हो? भाषामा त समस्या आयो। त्यसपछि गाउँको मुखियाले चाहिँ गाउँलेहरू जम्मा गरेर अब हामीले गाउँ सुधार गर्नुपर्छ, गाउँमा भाषा सुधार गर्नु पर्यो भनेर गाउँमा ऊ नभन्ने अभियान चलाएछ। अब चाहिँ जे हो त्यही भन्नुपर्ने, ऊ भन्न नपाइने भनेर नियम बनाएको थियो। गाउँलेहरूको त्यत्रो लामो समयसम्म बानी लागेको मान्छेहरूले टेडेनन्। त्यसपछि एक दिन गाउँले जम्मा गरेर मुखियाले के भन्नु पर्यो भने, ल आजदेखि कानुन के हो भने अब कसैले पनि ऊ भन्न नपाउला, कसैले ऊ भन्यो भने त्यसलाई मैले ऊ गरेर ऊ गरिदिन्छु भनेर भनेछ। त्यसैले यदि भाषा सुधार गर्ने हो भने भाषा सुधार गर्न चाहने मान्छेले सबैभन्दा पहिले ऊ भन्न छान्नुपर्छ। धन्यवाद।